ल आज चाहिँ सुसी बनाऊ है त। यसको लागि चाहिँ सबैभन्दा पहिला मैले भात बसाले। भात चाहिँ सुसी राइस प्रयोग गरेको छु। चामल ज्यास्मिन राइस भए पनि हुन्छ, जुन चाहिँ अलिकति टाँसिन्छ, गिलो गिलो बनाएको चामल त्यो हुन्छ। बासमती राइस चाहिँ हुँदैन है। अनि यहाँ चाहिँ काँक्रोलाई मैले 2 तरिकाबाट काटेर बनाएँ। अनि भात पाकिसकेपछि त्यसमा चाहिँ भेनेगर हालेर केही बेरको लागि सेलाउनको लागि छोडिदिएँ। इमिटेसन क्र्याब लिएको छु। इमिटेसन क्र्याब सबै ग्रोसरी स्टोर्सहरूमा फ्रोजन सेक्सनमा पाउँछ। त्यसलाई मसिनो गरेर काटेँ। त्यसमा चाहिँ जापानिज मायो र सिराचिज हालेँ। जापानिज मायो चाहिँ अमेरिकन मायो भन्दा अलिकति बढी गुलियो हुन्छ र नोरीको माथि त्यसलाई राख्नको लागि तयार गरेँ। मैले प्लास्टिक राखेको छु तल, त्यसमा नोरी राखेर चिसो सेलाएको भातलाई चाहिँ वरिपरि लगाएँ। के गरी भात अलिकति तातो छ भने चाहिँ यसले चाहिँ नोरीलाई च्यात्छ, त्यही भएर त्यो कुरा चाहिँ विचार गर्नुपर्छ। यसको भात चाहिँ एकदमै सेलाएको चिसो नै हुनुपर्छ। त्यसमा अलिअलि तिल हालेर यहाँ क्र्याब हालेँ र फेरि काँक्रो हालेर यसलाई रोल गरेँ। सबैभन्दा इम्पोर्टेन्ट काम चाहिँ यही रोल गर्नु हुन्छ। यसलाई अलिकति मात्रै बिग्रियो भने पनि यो काट्दाखेरि फुट्छ, त्यही भएर यसलाई चाहिँ जति सक्दो त्यति टाइट बनाएर गर्नुपर्ने हुन्छ। यसले जति टाइट भयो यो काट्दाखेरि त्यति नै सजिलो हुन्छ र त्यति नै राम्रो सेप देखिन्छ। यो तरिकाबाट अलिकति गाह्रो भयो भनेर मैले अर्को तरिकाबाट पनि सुसी बनाएँ। त्यसमा चाहिँ मैले नोरीको माथि भात ओछ्याएर त्यसमाथि क्र्याब र काँक्रोलाई राखेँ। त्यो काट्दा चाहिँ अलिक सजिलो भयो।